हेलो गाइज, आज हामी गर्नेवाला छौँ मेरो हाउसको माथिको रुम टुर। अब हाम्रो माथिको त बनाउँदैछौँ, हेर्न सक्नुहुन्छ। अनि हाम्रो घरमा एउटा साथी आएको थियो, मेरो पहिलाको स्कुलमा पढ्ने हाम्रो विधान। ओके गाइज, हजुर गाइस, म एउटा क्वेसन सोध्छु है, कमेन्टमा लेख्नुहोस् है। तपाईँको फेभरेट युट्युबरको अहिले भन्नुहोस्। हामी नभए पनि हुन्छ, लेख्नुहोस्। हेलो गाइज, अब हामी रुम टुर गर्ने छौँ। हाम्रो यो पुरानो सोफा अनि हाम्रो यो बेड जस्तो ऊ छ। अनि हाम्रो यो छ बाथरुममा कसरी पिसाब गर्छ एकचोटि देखाइदिनुहोस् त। रियलमा नदेखाउनुहोस्। हामी यहाँ मुच्छौँ। त्यो युट्युबले मोनेटाइजेसन गर्छ, त्यतिखेर हामीले काट्छौँ। सरी गाइस। अब काट्ने एकछिन ल गाइस, हामी अब के गर्ने भन्नुहोस् त। अब हाम्रो न्यू च्यानल आउँदै, न्यू भ्लग आउँदै छ, त्यसको नाम अब दसैँ। तपाईँलाई त्यो चाहिएको भने 100 सब्सक्राइब पुर्याउनुपर्छ। 100 लाइक, सब्सक्राइब चाहिँ पर्दैन। सब्सक्राइब नै चाहिन्छ हामीलाई। सब्सक्राइब त्यसैले छोडिदिनु, तर लाइक चाहिँ 10 सब्सक्राइबर चाहिँ चाहियो है। 10 सब्सक्राइबर। हाम्रो उतातिर लाङ्गुर बुच्चा जस्तो के खेलिरहेछन्, डाइस भन्छ नि त्यसलाई, डाइस खेलिरहेछन्। युट्युबले त्यो पनि देखाउन दिँदैन, नत्र मोनेटाइजेसन गर्छ। गाइजहरू, यो हाम्रो यो दसैँ आउन नजिक छ है। अब यो कसले चङ्गा उडाउनुहुन्छ मलाई कमेन्टमा भन्नु होला। अनि यो त्यो डाइजेसन खेल्नेहरूले चाहिँ यो भिडियो इग्नोर गर्दा पनि हुन्छ। अनि हाम्रो यो दसैँ पहिलो चाडपर्व हो होइन। अब यो यसमा धेरैजनाले चाहिँ चङ्गा नै उडाउनु हुन्छ होला। पहिलो चाडपर्व होइन गाइस, यो हाम्रो जेनजी र जेन एल्फाको चाडपर्व हो। फेभरेट चाडपर्व हो। फेभरेट चाडपर्व पनि हो। अनि पहिलो चाडपर्व पनि हो। अनि पैसा चाड। पनि असुर ग्यास हो। म त असुर ग्यास लाएँ। हेलो गाइज, यो विधानले यसलाई असुर ग्यास भनिरहेको छ, यो चाकुलाई। सरी गाइज, यहाँ तलको भागमा त देखिन्थ्यो यार। तपाईँ आन्दोलनमा जानुभएको थियो भन्नु। असुर त्यो पनि कमेन्ट गर्नु होला। यो यहाँ चाहिँ असुर ग्यास जस्तो के छ, त्यसलाई फायर हेलो गाइज, यो चाहिँ गग गरिरहेछ, हेर्न सक्नुहुन्छ। त्यहाँ चङ्गा उडाइरहेछन्, त्यहाँ धेरै चङ्गा उडाइरहेछन्। तर त्यहाँ चङ्गा अड्केको छ, तर हामीसँग पनि चङ्गा छ। अब मेरो यो साथीको घर चाहिँ उतातिर छ, यहाँ पनि लङ्गुर बुज्जा खेलिरहेछ उतातिर छ, तर तपाईँ यहाँबाट हेर्न सक्नुहुन्न। यहाँ म एकचोटि चङ्गा देखाउँछु। ला फोटो पनि खिच्छु यार। ओइ, चेन्ज गर्न मिल्दैन के त्यो के यसरी देखाउनु, जुम गरेर देखाउने। तर चङ्गा नदेखा यो यिनीहरूले चङ्गा देखेछ। ल हजुर, कसले चङ्गा देख्नु भएको छ कमेन्ट बक्समा सेट गरिदिनुहोस्।
अहिले 4वटा कमेन्टमा बक्समा छ हामी लेख्छौँ तपाईँहरू चुज गरेर आफू पनि कमेन्ट लेख्नु है नत्र हामी स्याड हुन्छौँ है न त अनि हामीलाई यस्तो फिल हुन्छ हजुरहरू हाम्रो फ्यान होइन भनेर अनि हाम्रो यो छ सोसाइटी अनि हामी यहाँ छौँ माथि अनि हामी यो आवर दसैँको कुरा गरिरहेको थियौँ अब नेक्स्ट भिडियो हामी देउसी भैलो खेलेको पनि देखाउँछौँ अनि पटाका पड्काएको पनि देखाउँछौँ हामीसँग हाम्रो इन्स्टाग्राम अकाउन्ट पनि बनाउँछौँ तर म चाहिँ बनाउँदिनँ मसित छ फलो गर्न मन छ भने गर्नुहोस् तर म भन्दिनँ नत्र हाम्रो स्कुलमा पोस्ट हुन्छ अनि हामीले मार्छन् हामीलाई त जुत्ता खोलेर मजाले हान्छन् यार टिकटकमा रेशमा पाठक भन्नेलाई फलो गर्न चाहनुहुन्छ भने चाहनु गर्नु प्लिज लाइक एन्ड सब्सक्राइब टु द च्यानल अनि आर्जन भन्ने टिकटक इन्स्टाग्राममा पनि फलो गर्नुहोस् यस यसको दाइको होइन प्लिज फलो गर्नुहोस् यार हामीलाई अलिकति सपोर्ट देखाउनुहोस् न हजुरसँग अलिकति दया माया छ भने सपोर्ट गर्नु है ल आजको लागि यति मात्रै बाई बाई टाटा सी यू गाइज